हेलो गाइज, दर्शन नमस्ते। अनि म चाहिँ दर्जी अभिषेक होइन। तपाईँहरू चाहिँ प्यारो भाइ, कसै कसैको बुढा, कसै कसैको बोयफ्रेन्ड, कसै कसैको एक्स पनि हुन सफल भएको छु होला म जस्तो लाग्छ। अरू त के भन्नु, त्यही नाम हुन्छ होला। कसै कसैको भाइ, कसै कसैको छोरा, कसै कसैको भतिज होइन, त्यस्तै हो क्या। अनि सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदमै धेरै सन्चै छु। अनि अहिले चाहिँ फेरि यस्तो ओभरै हावा चलिदिरहेको छ नि त। अनि हावा चलेर चाहिँ फेरि मलाई उडाउला कि जस्तो लागिरहेको छ। त्यही भएर गोजीमा ढुङ्गा पनि छ, हेर्ने हो देखाइदिउँ। गोजीमा ढुङ्गा छ क्या मेरो, साँच्चै होला गोजीमा ढुङ्गै ढुङ्गा छ नि ल फेरि। अनि उता चाहिँ यस्तो खतरा हावा चलिरहेको छ नि, हावाको त पुरै छोडिदिउँ। उता हेर्न सकिन्छ क्या, यहाँ माथि हेरौँ न कस्तो खलिरहेको छ भने नि होइन। अब यस्तै छ, अब हेर्ने हो। गोजीमा चाहिँ ढुङ्गा लिएर हिँडेको छु ल, फेरि उडाउँछ नि त मलाई, त्यही भएर मात्रै हो। अनि यता चाहिँ यस्तै छ, यही माथि हेर्न सकिन्छ। यस हावा ओभरै चलिरहेछ। हाम्रो पनि बस्ने ठाउँमै भएन क्या। सबैभन्दा मेन कुरा चाहिँ साह्रै दिमाग खराब लाग्छ। अनि त्यही चाहिँ पसल गएको थिएँ, गएको चाहिँ भनिनँ क्या। फेरि अब फेरि अलिक बिजी मान्छे हामीलाई के भन्नु, के भने कफी अनि बिस्कुट। अहिले पानीको मौसम छ नि त। अनि छ्याप्प लाएर चाहिँ स्याउसीलाई झ्याप्प अङ्गालोमा झ्याप्प किस खाँदै झ्याप्प बस्नुपर्ने बेलामा चाहिँ रक्सी खाँदै कुकुरिरम खाँदै बस्नुपर्ने बेलामा चाहिँ म यता यस्तो हिजो लागिरहेको छु। यतिको मौसममा चाहिँ टक्क लाएर होइन त।